हामीलाई गाली गर्न पाउँदा आत्मैदेखि खुसी हुनेहरू तथा नाम गाली पनि गरिरहेका छन्। म उहाँहरूलाई खुसी हुन अनुरोध गर्न चाहन्छु। हामीलाई, हाम्रो पार्टीलाई, मलाई, मेरा नेताहरूलाई गाली गर्दा तपाईहरु तृप्त हुनुहुन्छ भने तपाई तृप्त भइरहनुहोस्। हामी त्यही गालीको चाङमा टेकेर यो देशको समृद्धिको सपना पूरा गर्न चाहन्छौँ। अब हामी फरक जिम्मेवारीमा छौँ। जसरी नयाँ साथीहरू हामी जोडिएका छौँ, हामी जोडिएका साथीहरूले अब मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएको हुनाले हामीले अब पुराना दलहरूलाई अथवा पुराना दलका कार्यकर्ता नेताहरूलाई कटाक्ष गर्न बन्द गरिदिनुपर्छ। हामीले त अब नयाँ नेपालको नक्सा कोर्ने हो, अबको समृद्धिको बाटो पहिल्याउने हो, अब एउटा हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी त्यतातिर व्यस्त हुनुपर्छ। हामीले अब कटाक्ष गर्ने अथवा हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका मानिसहरूलाई मानमर्दन गर्ने कामबाट हामी अब बाहिर निस्किनुपर्छ साथीहरू। म रासोपाका सम्पूर्ण शुभचिन्तकहरूलाई बताउन चाहन्छु र जति पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गरेर यिनको हातमा देश जाँदाखेरि मुलुककै सङ्कटमै पो पर्नेको हो कि भन्ने चिन्ता गर्नुभएको छ, म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्। तपाईहरुले चिन्ता गर्न पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ। यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ। संसदलाई तपाईहरुले उस्तै परे एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने थलोको रूपमा बनाउनु भएको थियो। तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झिमिक्क नपारिकन हेर्ने बनाउने रासोपा हो। चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। हामी सम्हाल्छौँ। बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ। बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ। गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ। हामी सक्षम छौँ। राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालापालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईहरुले पपुलिस्ट भने पनि, तपाईहरुको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई